पक्षका विपक्षका नयाँ पुराना सबैले 84 भनेर भनिरहेछन्, जबकि 84 भनेको चाहिँ एउटा संस्कृतिको एउटा कृषकाय बिम्ब हुनुपर्ने थियो होइन, चुनावको बिम्ब हुनुपर्ने थिएन नि त। नेपाली समाजले 84 भनेपछि बुझ्ने भनेको त अब पहिला यो सरदर होइन त्यति लामो आयु नबाँच्दा 84 त्यसको त्यता अर्थ छ नि। अब यसको सुरु त कसरी भयो हामीलाई थाहा छ होइन, किन भयो भने अब यो अघिल्लो चुनावमा हुनुपर्ने जति ठुलो नभएकोले हामी 84लाई टार्गेट गरेका छौँ भन्नेबाट सुरु भयो। अब यसरी सुरु भयो कि यही संसदीय कार्यकालको लागि जसले म्यान्डेट पाएका छन्, जति जति म्यान्डेट पाएका छन् तिनीहरूले समेत 84 भन्न थाले। र त्यसो प्रत्येक पटक यो अहिलेका ठुला दलहरूले खास गरी नामै लिएर भनौँ न, नेपाली काङ्ग्रेस र एमाले र माओवादीले पनि जति पटक 84 भन्छन् त्यति पटक आफैलाई प्रश्न गरेको यो नबुझेको सन्दर्भ चाहिँ एकदमै विडम्बनापूर्ण र रोचक दुइटै छ होइन, कसरी हेर्ने भन्नेमा। त्यो भनेको के भने अहिलेसम्म गर्न नसकेकोले 84मा के गर्ने होला, एक। दोस्रो, अहिलेबाट 84सम्म किन उनीहरूलाई पर्खिदिनु पर्ने, दुई। तेस्रो, यति धेरै मान्छेको निराशाको प्रमुख कारण यिनै पात्र यति लामो समयसम्म भइराखे भन्ने छ। तिनै पात्रले 84 पछि पनि हामी नै आउँछौँ भनेर उनीहरूका दल आउन्, कार्यक्रम नयाँ ल्याउन्, भिजन नयाँ ल्याउन्, सृजन, त्यसमा मान्छेको समस्या होइन नि, खोजेको त्यो हो नि। तर यी पात्रहरूबाट भएन भनेर 84 पर्खेको छ समाजले, र तिनै पात्रले र 84मा हामी झन् सशक्त भएर आउँछौँ भन्दा त आफैलाई कमजोर बनाएको हो। ठिकै, त्यो चाहिँ ठिकै छ। त्यो किन ठिक छ भने यो उहाँहरूप्रतिको जुन वितृष्णा छ त्यसलाई यसले थप बढाएको छ होइन। कुनै खालको दुर्घटनातर्फ समाज नजाओस् होइन, हाम्रो लोकतान्त्रिक प्रणाली अभ्यासलाई नबिगारिकन उहाँहरूले आफैप्रतिको जुन निराशा बढाउनु भएको छ त्यो राम्रै छ। त्यसको परिणाम के होला भने दलहरू नै नयाँ आए झन् राम्रो, अथवा यिनै दलबाट पनि अलि निर्णायक ठाउँमा नयाँ पात्रहरू आए झन् राम्रो। तर अहिलेको हिसाबबाट कुरा हेर्दा के देखिन्छ भने समाजले